जयमसी तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ हाम्रो यस डिपर च्यानलमा। आज चाहिँ हामी फेरि एउटा गहन विषय लिएर चाहिँ यहाँ उपस्थित भइसकेका छौँ कि हामीले चाहिँ हाम्रो जीवनमा कस्तो खालको शिक्षालाई चाहिँ लिनुपर्छ अनि हाम्रो जीवनमा चाहिँ कसरी हामीले परिवर्तन ल्याउन सक्छौँ, यी सब कुराहरू चाहिँ हामी हाम्रो यो डिपर च्यानलमा जसरी हामीले गरिरहेका छौँ सुव्यवस्थित ईश्वर शास्त्र त्यसबाट हामी सिक्दै जानेछौँ हैन। हो, आज हामी चाहिँ कुरो गर्दै थियौँ। अब यो ईश्वर शास्त्र भन्दाखेरि चाहिँ अब मानिसहरूलाई डर लाग्छ। अब यो चाहिँ एकदमै गह्रो कुरो हुन्छ, अब बुझिँदैन। अब पुस्तकहरू पनि यत्रो ठुलो छ, यसको शब्दहरू चाहिँ अब पढ्दाखेरि बुझिँदैन। तर खास गरी यो ईश्वर शास्त्र चाहिँ गह्रो हुनु पर्दैन है। खास गरी यो चाहिँ सजिलो कुरो हो, जुन कुरो चाहिँ हामी विश्वासीहरू गरिरहेको छौँ। अब जुनसुकै क्रिस्चियनलाई सोद्दाखेरि अब सबै क्रिस्चियनहरूले चाहिँ एकदमै स्पष्ट र एकदमै सजिलो उत्तर दिन सक्छ। अब मुक्ति कसरी पाइन्छ? येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेकले मुक्ति पाउँछ। अब त्यो बनाइ चाहिँ, त्यो शिक्षा चाहिँ ईश्वर शास्त्र हो। अब बाइबलको सब शिक्षा बुझेर एउटै वाक्यमा ल्याउने। अब वासी नै हामी त्यसबाट अब येशू ख्रीष्टलाई विश्वास गर्ने हरेकले मुक्ति पाउँछ भन्दाखेरि चाहिँ हामी अझै गहिरो अब विश्वास कस्तो हुन्छ, अब त्यसबाट त्यो पश्चातापको कुराहरू निस्किआउँछ। अब हामी चाहिँ मुक्तिको बारेमा, मुक्ति कस्तो हुन्छ, मुक्ति पाएर के हुन्छ मानिसहरूको जीवनमा, अब ख्रीष्ट को हुनुहुन्छ, ख्रीष्टको अर्थ मुक्तिदाता, अब धेरै अझै गहिरो जान सक्छौँ। तर अब क्रिस्चियनहरू चाहिँ बिस्तारै बिस्तारै सिक्दै जान्छ है। अनि यो काम चाहिँ ईश्वर शास्त्र बनिन्छ। आकाशले चाहिँ मलाई एउटा पदको बारेमा सम्झाएको थियो, पहिलो कोरिन्थी 14:40। हामीलाई त्यसको बारेमा अलिकति व्याख्या गर्नु है। हुन्छ, म यो पद तपाईहरुलाई पढेर सुनाउन चाहन्छु। ईश्वर शास्त्र भनेको यो पनि है त, जसरी यसले भन्छ पहिलो कोरिन्थी 14:40, सबै कुराहरू शिष्टतापूर्वक र क्रम अनुसार चाहिँ गरिउन्। साँच्चै नै एउटा विश्वासीले, एउटा अगुवाले भनौँ या पास्टरले, हामी जो जति छौँ मण्डलीमा सहभागीहरू सबैजनाले चाहिँ बाइबलको सही कुराहरूलाई, सही शब्दहरूलाई, सही सिद्धान्तहरूलाई चाहिँ हामीले लिनुपर्ने हो, ताकि मण्डलीमा चाहिँ झुटा शिक्षाहरू नआओस् हैन, ताकि उनीहरूले चाहिँ अझै आफ्नो आत्मिक वृद्धि गर्न सकोस्, परमेश्वरसँगको सम्बन्धलाई चाहिँ स्थापित गर्न सकोस्। अनि यी सबै कुराहरू चाहिँ कसरी गर्न सक्नु पर्यो भन्दाखेरि शिष्टतापूर्वकले चाहिँ हामीले बाइबलको कुराहरूलाई, सही शब्दहरूलाई चाहिँ छानेर लिन पर्यो त। अनि यो लिनलाई चाहिँ मुख्य कुरा व्यक्तिमा के हुनुपर्छ भने एउटा दृढ विश्वास पनि हुनुपर्छ त। जब हामी विश्वास सहित यो कुराहरूलाई चाहिँ लिन्छौँ, शब्दहरूलाई चयन गर्छौँ भने त्यहीबाट नै हामीले सिद्धान्तहरू चाहिँ पाउँछौँ हैन। हो, अब यो काम चाहिँ अब फेरि एक दिनमा पनि हुँदैन है। अब हामी चाहिँ अब बिस्तारै हामी सिक्दै जान्छौँ। अब हामी दुईजना अब भेटेको अब 10 वर्ष भयो अनि हामी चाहिँ एकअर्काको बारेमा पनि अहिलेसम्म सिकिरहेको छौँ। अब हाम्रो मित्रता, अब हाम्रो मिलेको जीवन चाहिँ कस्तो राम्रो हुन्छ, के कसरी गर्नु पर्यो, अब हामी चाहिँ 10 वर्ष भए पनि हामी सिकिरहेको छौँ। अब बाइबलको सिद्धान्तहरूमा पनि अब त्यो चाहिँ अझै स्पष्ट, अझै राम्रोसँग बुझाइ लिनको निम्ति पनि अब यो चाहिँ एक दिनको कुरो हुँदैन। तर हामी विश्वासीहरू अब सङ्गतिमा गएर व्यक्तिगत बाइबलको अध्ययन गरेर अब अरू विश्वासीहरूसँग भेटेर कुराकानी गरेर शिक्षा लिएर हामी चाहिँ सिक्दै जान्छौँ। अब परमेश्वर पनि यो बुझ्नुहुन्छ। अनि उहाँ चाहिँ अब जब हामी बाइबलको अध्ययन गर्छौँ, उहाँले पनि आफ्नो इच्छाहरूको बारेमा, आफ्नो योजनाहरूको बारेमा उहाँले चाहिँ एकैचोटि एकै मानिसद्वारा चाहिँ सबै कुराहरू बोल्नु भएको थिएन है। तर उहाँ चाहिँ बिस्तारै उहाँ चाहिँ सिकाउँदै जानुभयो। जसरी एउटा उदाहरण हेऱ्यो भने अब खानाको विषयमा, अब सुरुमा नोआसँग परमेश्वरले के भन्नुभयो, उत्पत्ति 9:3 र 4मा उहाँले भन्नुभयो, जुनसुकै पशुबाट त्यो चाहिँ तिमीहरूको आहार होस् भनेर सबैलाई चाहिँ शिकार गरेर खाओस् भनेर परमेश्वरले नोआलाई सिकाउनु भयो। अनि अझै स्पष्ट पर्नुभयो, तर जनावरहरूको रगत खानु हुँदैन। तर समय बित्दै जाँदाखेरि चाहिँ अब परमेश्वरले मोसेद्वारा इजरायल जातिलाई व्यवस्था दिनुभयो। अनि त्यसमा लेवी 11 अध्यायमा परमेश्वरले अझै राम्रो
अझै राम्रो शिक्षा दिनुभयो। अब कुनै पशुहरू चाहिँ शुद्ध छ, अरूहरू अशुद्ध छ, यो चाहिँ खानुस् त्यो चाहिँ नखानुस् भनेर अझै परमेश्वरले शिक्षा दिनुभयो। अनि उहाँसँग नै मण्डलीको युगमा आउँदाखेरि अब त्यसको अर्थहरू त्यसको कारणहरू अब हामी चाहिँ अझै राम्रोसँग बुझ्न सक्छौँ। तर यो अभ्यास हुन्छ है ईश्वर शास्त्रको काम। हामी विश्वासीहरू चाहिँ एउटा पदलाई मात्र हेरेर ल उत्पत्ति 9 अध्यायमा सबै खादो हुन्छ, रगत बिना सबै खादो हुन्छ भनेर अब त्यो एउटै पद निकालेर ल त्यो चाहिँ हाम्रो सिद्धान्त मिल्दैन है। अब हामी बाइबलको पुरै अब खाना विषयमा यो हामी चाहिँ के खाइन्छ के खान सकिन्छ भनेर हामी त्यो सिद्धान्त निकाल्नलाई हामी पुरै बाइबलको अध्ययन गर्नु पर्यो। अनि त्यसपछि मात्रै निष्कर्षमा आउने। अब खानाको विषयमा बाइबलको सिद्धान्त यही हो। अब यो चाहिँ खानाको बारेमा हो, तर जुनसुकै विषयको बारेमा अब हामी चाहिँ गर्न चाहन्छौँ। अनि यो सिरिजको उद्देश्य चाहिँ त्यही हो, हामी मिलेर अब बाइबलको हरेक विषय ल्याएर हामी चाहिँ अझै गहिरो रूपले अझै डिपर हामी चाहिँ बुझ्न चाहन्छौँ। अब फेरि आज हेर्नुभयो, धन्यवाद।